मुक्ति फुस्किने रहेछ है। हामी चाहिँ म्याप हेर्दै गइरहेको छौँ किनभने हामी दुवैजनाको यो फर्स्ट टाइम हो। को घुम्छ होइन यहाँबाट टक्क सर्कट सुर्र जाने हो उद्या पुग्छ। शुभ बिहानी सबैजनालाई स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। अहिले चाहिँ बिहानको कति 5:30 हुन लागेर म चाहिँ ठक्क किन 5:30 बजे साजन 5:30 बजे सरी साजन 5 बजे किन उठ्यो? 5 बजे उठेर कपडा सपडा लगाएर कहाँ जानु लाग्यो साजन सोच्दै हुनुहुन्छ होला। म चाहिँ भक्तपुर जानु लाग्यो अहिले बाइकमा हो। यहाँ चाहिँ साबी टक्क होइन भक्तपुर जानु लाग्यो। भक्तपुर गएर ठ्याक्क त्यहाँबाट पेट्रोल सेट्रोल हालेर फेरि फर्केर म उता कहाँ थपड्याम नो काहीँ होइन म अन्तै जान्छु। मेरो छुट्टै डेस्टिनेसन छ मेरो। ल राइट अब चाहिँ अहिले छिरी भयो होइन। अब यो ग्लोभ्स लगाऊँ हेलमेट सेलमेट लगाऊँ ब्लु बुक सुबुक छ हातमा गोजीतिर यसो हालिदिउँ होइन। टक्क वाइल्ड जाडो रहेछ बाहिर त यार यो लाग्यो होइन। अब खै मेरो यो बिना चाहिँ फेरि मेरो सास चल्दैन। अब चाहिँ जानुपर्ने हुन्छ म होइन सबै भयो। ल मजा निस्किनु लाग्यो फेरि हेलमेट सेलमेट लगाएँ बाइक साइक टक्क बसिसक्यो भने अब यहाँबाट चट्ट मासतिर जानुपर्ने हुन्छ म। ग्लोभ्स यहाँ चाहिँ एउटा हेलमेट लाग्यो लक सक होइन। तेल चाहिँ फेरि अलि नरहेछ कि पुग्ला कि पुग्दैन फेरि त्यो बिग्रिएको छ कि त्यहीमाथि त्यो मिटर ठ्याक्कै बाइक निकालेर के उयो माथिसम्म गएको थिएँ मलाई बोलाइहाल्यो कि मम्मीले हामीले नि उयो माथिसम्म लगिदेऊ न अरे। अब लग्नै पऱ्यो होइन। अब एकछिन कुरम उहाँहरू आउँदै हुनुहुन्छ है। बिहानको चट्ट बिहान हुँदैछ अहिले चाहिँ आउँदै हुनुहुन्छ उहाँहरू होइन। जाउँ हेरौँ कतिखेर पुग्दो रहेछ भक्तपुर। बिस्तारै जाने जाडो छ जाडो त्यही भएर बिस्तारै जाने हो। अरू भन्दा नि तेल कम छ कि तेल कम छ कि यार। कोही उठाएको छैन गाउँको कोही पनि उठाएको छैन पुरा सुनसान छ होइन। बत्ती सत्ती केही बाले छैन अलिअलि एकतिर त बलिहाल्छ गाउँको मान्छेहरू उठाएको छैन। म एउटा उठेर भक्तपुर पुग्न लागिसकेँ। वाह दामी साजनको जे होस् जोस जागर अझसम्म नै छ हुन त। साथीभाइहरू म चाहिँ अहिले खरिपाटी पुग्न लागेँ होइन। तेलकोटमा आइपुगेँ। तेलकोट त कटिसकेँ यो चाहिँ फेरीको ओह्रालो भन्छ नि त यहाँतिर आइपुगिसकेँ म। यहाँबाट सर्टकट हो कि यो सिधै तेलकोट के अरे उता खरिपाटी हुनुपर्छ नभए चाहिँ यो यस्तो यहाँ रोड छ कि पुरा घुमेर जानुपर्छ। ला को घुम्छ होइन यहाँबाट टक्क सर्टकट सुर्र जाने हो उद्या पुग्छ हो। यहाँ अब सर्टकट झरिसकेँ म खरिपाटी पुग्नै लागिसकेँ। सुनसान रहेछ बिहान बिहान। अब को हुन्छ र बिहान बिहान होइन अलिअलि फटाफुटा बाइक साइक गाडी साडी त हिँड्ने हो। वाइल्ड जाडो छ यार कसम। ल कुकुर भुकिया आवाजहरू सुनाएको कि म यो साइलेन्ट। हामी चाहिँ कहाँ जानु लाग्यो अरे हाफ ड्याम। मेरो त कान पनि बन्द छ हौ सबै बन्द छ। अनि त्यहाँबाट त्यही हो त्यो चाहिँ मलाई चाहिँ समाउन नि आएन होइन किनभने त्यही हो अहिले चाहिँ। अनि हामी चाहिँ ढाबड्याम जानु लाग्यो अनि त्यसपछि बाटो चाहिँ यस्तो छ। अनि आइ एम भेरी एक्साइटेड हेर्नलाई क्युट ठाउँ हेर्नलाई। म्यापमा हेर्दैन हो के हो। हामी चाहिँ म्याप हेर्दै गइरहेको छौँ किनभने हामी दुवैजनाको यो फर्स्ट टाइम हो होइन। अनि त्यही हो म चाहिँ गाह्रो भइसक्यो फोन चलाउँदा त त्यही हो। मलाई चाहिँ झ्याउ लाएर आइसक्यो किनभने ओइ हामी कति 1 घन्टा भयो 1 घन्टा बढी भइसक्यो हामी चाहिँ आएको। बुढो बाटो है अनि जङ्गलै जङ्गल छ भेरी भेरी डेन्जरस ठाउँ है। डरै लाग्दो बाटो छ है साथीहरू।
हामी चाहिँ फर्किन लागेको होइन लाइक मैले बिहान अलिकति इन्ट्रो बनाएको थिएँ भिडियो म कहाँ जान लागेको भनेर बनाएको थिएँ तर मैले बाटोमा आउँदा बनाउन पाइनँ मैले त्यसको पनि केही रिजन छ बनाउन नपाउनुको होइन अनि हुन्छ नि यहाँ अगाडि चाहिँ मेरो स्वर्ग कि रानी जस्तै साथी छ होइन यसरी देखाउनु हुँदैन नजर लाग्छ यस भोक लागिसकेको छ अब यहाँ अलिकति यो खानेकुरा ल्याएको छौँ चाकनचुकुन यो खान्छौँ अब एकछिन खान्छौँ अनि हामी अर्को डेस्टिनेसनतर्फ लाग्छौँ मादर त वाइल्ड लामो रहेछ बाटो त कसम भने आम्बो ओइ डेन्जर टाढो रहेछ कि एउटा मा कसम है हो कि होइन बेबी आम्मा कसम डह्रो टाढो रहेछ कि एउटा हो त यार अब हामीले दुईचोटि त बाटो नि भुल्यायो दुईचोटि भन्दा नि एकचोटि गुगल म्यापले फक हानिदिरहेको क्या हामीलाई मान्छेको घरको आँगनमा लगिदिरहेको के अनि टक्क फेरि तलतिर झरेर फेरि एउटा जडिया बुढोले सोध्यो बाटो बन्द छ अरे पछि त बाटो बन्द नरहेछ फाइनली हामी यहाँ आइपुग्यौँ अघि नै आइपुग्यो फोटोसोटो हान्यौँ होइन एकछिन बस्यौँ गफसफ गऱ्यौँ अनि अब उयो अलिकति चाकनचुकुन खानेछौँ अनि लाग्नेछौँ हामी आम्मा कसम बाटो यस्तो डेन्जर छ होइन मा कसम यस्तो डर लाग्दो छ नि एक्लै आयो भने त मुत्नी फुस्किने रहेछ भाइ म चाहिँ वाइल्ड डर लाग्यो मलाई चाहिँ वाइल्ड डर लाग्यो कसम यो ठाउँमा आउनलाई अनि उतातिर चाहिँ यो यसको यो ड्यामको टक्क केही सञ्चालकको अफिस हो कि के हो त्यो त्यहाँ रहेछ तर हामीलाई बाल छैन हामी त्यो अफिस हेर्न आएको होइन हामी यो हेर्न आएको यो ठाउँलाई छोडेर फर्किँदैछौँ अगाडि अब उता झुलेतिर लाग्नेछौँ हामी आउने भने चाहिँ यसो अलि फेरि कस्तो भन्दाखेरि तेल अलिक टन्न हालेर आउनुपर्छ फेरि यो बिचतिर पसल ससल केही छैन छ्याम्मै जङ्गल मात्र छ है यस्तो ठाउँ है जङ्गलै जङ्गल पुरै केही छैन यता हेऱ्यो भने यस्तो सुन्दरता छ आँखा नलगाऊँ है अनि चाबी कहाँ राख्यौँ चाबी चाहिँ यहाँ रहेछ हाम्रो है यो चाहिँ हाम्रो घोडा हो र साथीभाइहरू आइज छिटो यहाँबाट कहाँ पुग्छ होला शीतलमा आउँदा चाहिँ मनै शीतल शीतल हुँदो रहेछ त्यस्तो गर्मी पनि छैन है आजको होइन मलाई चाहिँ अलिक हुप्प भयो आज यस्तो गर्मी नभएको कि यहाँ यो ठाउँमा गर्मी नभएको होइन आज त्यस्तो गर्मी छैन जुस जेली म्याङ्गो अलि कोही मिलियन सब्सक्राइबर चाहिँ यस्तो एडभर्टाइज नगर्नु स्पोन्सर नगर्नु फेरि स्पोन्सर अब चाहिँ हामी लागेको यहाँबाट टक्क कोही सबै मैले चाहिँ फेरि यहाँ चोर आउँछु न बाइक लक गरेर राखेँ क्या फेरि यहाँ अघिसम्म कोही पनि थिएन हामी दुईजना मात्र थियो अहिले फेरि यहाँ अर्को दुईजना आउनुभएको छ होइन यहाँसम्म फेरि मैले अस्ति नै त्यो पसलमा के भन्छ अरे भिडियोमा देखे अनुसार चाहिँ होइन यहाँतिर एउटा स्टल थियो क्या यहाँ एउटा स्टल थियो गाडा भनौँ न गाडा जस्तो थियो यहाँ एउटा है त्यही खाजा साजा दिने के त्यही भएर नि हुनसक्छ किनभने आज कोही मान्छे नै छैन त्यो मान्छेको व्यापारै हुँदैन थियो त्यो आएर एक्लै बस्नु पर्थ्यो जस कारण उसको पैसा नि हुँदैन थियो उसले लगानी गरेको सब घाटामा जान्थ्यो त्यही हो अब यहाँबाट हामी चल्दिन्छौँ अहिले बिचतिर भेट्छ है त ल हामी चाहिँ यहाँ बिच बाटोमा आइसकेका छौँ आइपुगिसकेका छौँ होइन चस्माहरू फोहोर गएको छ त्यो पुछ्न यहाँ चाहिँ फक थोइ यहाँको कागजै झार्दैछ नि ओ सिट हो त हेलमेट चाहिँ बिग्रेको छ मेरो होइन यो फेरि हेलमेट चाहिँ दामी छ कि मेरो यस्तो बस्दैन कि हामी चाहिँ ठ्याक्कै बाटो यस्तो डह्रो छ कि होइन कसम भने यस्तो सुनसान ठाउँमा कसले सोध्छ यस्तो यस्तो ठाउँमा बाटो हुन्छ भनेर एकछिन म यहाँ हेलमेट बनाउनु पऱ्यो दामी ठाउँ छ नि होइन यस्तो गुफा जस्तो छ अनि यहाँ चाहिँ यहाँ चाहिँ हामीले चाहिँ भर्खर यहाँबाट लाली गुराँस
टिपिसकेका छौँ होइन। लारी गुराँस जस्तै राम्री छौ तिमी। कस्तो गर्मी भयो। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ है। हामी चाहिँ वाइल्ड टाढा के अरे आइपुगिसकेको छौँ होइन। आधी बाटो नि भएको छैन, आधीको आधी नै भएको छैन होला है, भएको छैन है। आधीको आधी चाहिँ भइसक्यो, अब आधीको आधी बाँकी छ। अब वाइल्ड टाढा छ, छ्याउलाइसक्यो घर फर्केर जाने। अब ल हामी चाहिँ अलि निकै नजिक पुग्दैछौँ हाम्रो घरभन्दा है। घर चाहिँ नभनौँ, जहाँदेखि हाम्रो सुरु भएको थियो त्यहाँसम्म नजिक पुग्दैछौँ। अहिले यहाँ खाजा खाने टक्क एउटा स्पटमा रोकेको छौँ अनि यहाँबाट चाहिँ फेरि दामी भ्यू देखिरहेको छ। एकछिन खाजा खाएर फेरि यात्रा कन्टिन्यू गर्नुपर्ने हुन्छ। अझै आधी बाटो छ, त्यो डाँडा त्यहाँतिर पुग्नुपर्छ हामी। त्यस्तो लाग्छ मलाई। म यता किन फर्केर थाहा छ तँलाई? लाइट परिरहेको छ, म गोर देख्छ नि त। अनि त्यहाँ तर चाहिँ वाइल्ड खतरा बिकट ठाउँ रहेछ यो। देखिस् त्यहाँ होइन, कहाँ हो त्यो? त्यहाँ चाहिँ एकदम बिकट ठाउँ रहेछ है। फेरि त्यो चाहिँ बुझ्दै हुन। अहिले खाजा आइसक्यो भेटौँ है। हाम्रो खाजा चाहिँ आइसक्यो है, टक्क लाएर मिठो। हामी चाहिँ अहिले घर फर्किँदैछौँ है। अब ठ्याक्कै कहाँ अरे कार्तिके पुग्न लाग्यो। कार्तिके यहाँ छ, यस्तो रोड छ होइन। आमा राडीको छोरो, ओहो त्यो मुझेले जानी कुदाएको हो कि यो गाडी खासमा। त्यो धुलो खाओस् भन्दै कुदाएको हो है। अहिले चाहिँ कार्तिके पुग्न लागिसक्यौँ हामी। त्यो ठाउँलाई त आमामा कहाँ छोडेर आइसक्यौँ, कति 20 किलोमिटर उता होला है यहाँबाट, त्यस्तै छ। 20-25 किलोमिटर उता आइसक्यौँ हामी। अब चाहिँ म ठ्याक्क भक्तपुर गएर पछाडिको नारीलाई ड्रप गरेर अनि म चाहिँ घर फर्किनु पर्ने हुन्छ। फर्किहाल्दिनँ म बेलुकातिर मात्र फर्किन्छु। 5 बजीतिर फर्किन्छु होला त्यहाँबाट। ओइ मलाई समात ल ओइ लडिदिने आयो फक आइज बस। अब चाहिँ यहीँ इन गरेर सिधै नगरकोट कटिसकेपछि मात्र बनाउनु पर्ने हुन्छ। मैले अब फक फर्किँदैछु होइन, उसलाई उता उसको उमा ड्रप गरेर आउँदैछु। बिच बाटोमा आइपुगेँ। यहाँ कहाँ हो यो? पिपल रोडभन्दा हल्का ठ्याक्कै मुनि घर जाँदैछु म। अब यहाँ एकछिन दिदीकोमा पसेर जान्छु होला। यही हो, अब घरमा कति 15-20 मिनटमा पुग्छु। घरसर पुगेर अब बाटोतिर भ्लग गरौँ भने अब कसरी चलाउनु छैन गोप्रो। म चाहिँ अब दिदी घरतिर पस्नु जाँदैछु। एउटा माथि ठ्याक्क यो खानेपानी अफिसको छेउमा छ है। चार्ज जोड्दै हिँड्दा थियो, चार्ज सक्यो नि त। यहाँ चाहिँ हाम्रो दिदीको घर चाहिँ घरमा होला कि नहोला, फेरि आएको मात्र हुन्छ जस्तो लाग्यो। हेलो, को हुनुहुन्छ? मम्मी भाइ म चाहिँ आइपुगिसकेको छु है हाम्रो दिदी घरमा। अनि यहाँबाट यसरी सट्ट छिरेपछि चाहिँ यहाँ चाहिँ हाम्रो सिस्टर हुनुहुन्छ यहाँ है। अब एकछिन अलिकति कपाल मिलाऊँ। मलाई घर जानलाई ढिला भइसक्यो। अब म यहाँबाट निस्केर जान्छु। बाई 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 गर न। बाई 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 बाई। सिङ्गानी चाहिँ हाम्रो बहिनीहरू हुन्। उनीहरूले चाहिँ अब म चाहिँ यहाँबाट निस्केर टक्क सिधै घर गएर भ्लग इन गर्छु है। ल्याम्मा घर गएर भ्लग इन गरेर टक्क एउटा भिडियो बनाएर टक्क आफ्नो कामतिर लाग्नेछु। ल अहिलेलाई चाहिँ टाटा। सो म चाहिँ घर आइपुगिसकेको छु होइन। लास्ट थकित छु म्याम। अब पक्लक्क ढलौँ भने नि पाउँदैन, काम गर्नुपर्छ। अब मेरो चाहिँ अब
अब कपडा खोलेर अब टक्क भ्लग चाहिँ म यहीँ इन गर्छु होइन। आजको जर्नी चाहिँ धेरै लामो थियो, लास्टै नि एकदम गिद्दी ऱ्याक जिउ दुखेर मर्न लागिसक्यो पुरै अफ रोड है। थ्याट बिचबिचमा भिडियो लाइक अब बाइक चलाउँदै भिडियो बनाउन त अब सकिएन, देखाउन सकिएन। अब किनभने अब कसरी बनाउनु भिडियो बनाउँदै कसरी चलाउनु, अफ रोड अब पिच रोड भएको भए पनि अब ल एउटा हातले चलाएर एउटाले गरौँला भन्ने हुन्थ्यो। अब पुरै अफ रोड छ, गाह्रो कि है। अब त्यही भएर गरिनँ, अब केही छैन। अब नेक्स्ट भ्लगमा चाहिँ काहीँ गयौँ भने केही गऱ्यौँ भने पुरा फुल डिटेलली क्लियरली देखाउने छु है। अब आजको लागि यो भ्लगमा चाहिँ यति नै, फेरि भेटौँ अर्को भ्लगमा। हस्त, धन्यवाद।